हाम्रो चाहिँ चिया आइसकिसक्यो यहाँ हाम्रो बाङाले चिया हाम्रो लागि रेडी गरिदिनु भयो everyone, welcome and welcome back to my YouTube channel. It's me Lulam Vlog. So आज न्यू डे न्यू ब्लग को साथ म हजुरहरुमा आइपुगिसकेको छु. सो आज देखिराख्नु भएको छ हाई स्याटरडे ह्यापी स्याटरडे हो है साथीहरु. सो आज पनि हामी सदा चाहिँ हाम्रो स्वतन्त्र नागरिक समाज इलामले गर्ने हाम्रो अभियानमा चाहिँ म लगायत आज चाहिँ मेरो बुने सँगसँगै ब्लग स्टार्ट गरिराखेको छु है बुने सँगसँगै. सो त्यही हो है अरू बेला चाहिँ हप्ताको 6 दिन मेरो लागि काम गरिराखेको हुन्छु, एक दिन देशको लागि काम गरिराखेको हुन्छु साथी हो. देख्न सक्नुहुन्छ है अरू बेला म के काम पनि हरेक काम भ्याउँछु साथी, हरेक काम भ्याउँछु म चाहिँ सबै काम भ्याइराखेको हुन्छु. सो हाम्रो चाहिँ आज चाहिँ हाम्रो चाहिँ प्लान्टहरू राख्ने चाहिँ 3-4 हप्ता भइसकिसक्यो है, सकेको छैन. अब यो अब अर्को हप्तादेखि अरू काम पनि गर्नुपर्ने हुन्छ. आजसम्म चाहिँ प्लान्टहरू नै हामीले सकेको छैनौँ किनकि 2-3 लाख प्लान्टहरू रोप्नुपर्ने हुन्छ साथी हो है. सो त्यही हो आज के कस्तो हुन्छ तपाईँहरूले देखाउने नै छु. र अहिलेसम्म पनि हजुरहरूले लुलाम ब्लगलाई सब्सक्राइब गर्नुभएको छैन प्लिज सब्सक्राइब मे किप सपोर्ट किप लभिङ लाइकहरूले जानु होला साथी. म अब फाइनली पुगेर हजुरहरूलाई देखाउने छु. दाताहरू चाहिँ अघि आइपुग्नु भएको छ. गुड मर्निङ यस्तो हुन्छ श्रमदाताहरू बिहान अहिले बिहान 5 बजी 6 बजी नै पुरा खटिराख्नु भएको छ. देख्न सक्नुहुन्छ हाम्रो दिन चाहिँ अब आउने बाँकी छ अरू पनि है. हामी चाहिँ आइपुगिसकेको छौँ, आउँदै हुनुहुन्छ अनि यता हाम्रो दाइ नमस्ते दाइ गुड मर्निङ लास्ट ब्यापुला. तपाईँ त यहाँ कति 4 बजीमा बस्नु हुनुहुन्छ होइन? 5 बजीसम्म उहाँ चाहिँ यहाँ आएर उमा श्रममा चाहिँ पुरा खटिराख्नु भएको छ. देख्न सक्नुहुन्छ हामीले राखेको प्लान्टहरू त्यस्तो भएको छ है साथी. कस्तो राम्रो सरेको नि दाइ सबै दामी सरेको दामी देख्न सक्नुहुन्छ. यतिकै योभन्दा अझ धेरै जाग्नुपर्छ, जागेर यो देश सबैमा चिनाउनुपर्छ है साथी हो. चाहिँ 2 हप्ता भयो नि आउनुभएको, एकदम खटिराख्नु भएको छ. यसरी नै सधैँ आउँदै गर्नु होला. अब हाम्रो चाहिँ यहाँ चाहिँ माटो भर्ने काम चाहिँ भइरहेको छ है. सदा चाहिँ हाम्रो यो प्लान्टहरू राख्नुपर्ने हुन्छ, यसरी माटो भर्नुपर्ने हुन्छ. यसरी माटो भरेर चाहिँ सानो जुन चाहिँ काटेको राख्ने नर्सरीको नर्सरीहरू चाहिँ यस्तो पटमा राख्नुपर्छ है साथी हो. चाहिँ हामीले चाहिँ फुलको नर्सरी प्लान्टहरू चाहिँ यसरी गरी मिलाएर राख्नुपर्ने हुन्छ है. देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामी चाहिँ यहाँ फुलको नर्सरीहरू चाहिँ यसरी मिलाएर राख्दैछौँ. काम गर्दै हुनुहुन्छ है साथी. हाम्रो श्रमदाताहरू चाहिँ एकदमै खटिराख्नु भएको छ, हेर्नु होला. गाइस हाम्रो चाहिँ चिया आइसकिसक्यो यहाँ हाम्रो बाङाले चिया हाम्रो लागि रेडी गरिदिनु भयो. हजुरहरूलाई धेरै धेरै धन्यवाद. यतिको त हुनुपर्छ है साथी हो. काम पनि गर्नुपर्छ, खाँदै पनि गर्नुपर्छ. हाम्रो चाहिँ चिया आइसकिसकेको छ साथी हो है. यहाँ हाम्रो श्रमदाताहरू युवा जवानहरू एकदमै खटिराख्नु भएको छ र खटी पनि राखेको छौँ किनकि यो भनेको हाम्रो पर्सनल प्राइभेट होइन साथी हो. यो भनेको त हाम्रो देशको लागि है साथी हो. अब चाहिँ टी टाइम भयो, अब चिया लिनुपर्ने हुन्छ. त्यसपछि नाडन खट्नुपर्ने हुन्छ है साथी हो. ल साथी हाम्रो अब चिया खाएर पनि अब चिया खाएर चाहिँ फेरि हाम्रो काममा एकदमै लागि परेको छौँ है. देख्न सक्नुहुन्छ धमाधम हाम्रो सर चाहिँ बास फुटाको बुढै गरिदिन्छ कमिला. कमिला त भइहाल्छ. यहाँ हाम्रो नयाँ दाइ जोडिनु भएको छ. दाइ तपाईँलाई स्वागत छ है हाम्रो टिममा. धन्यवाद. तपाईँको नाम पनि भनिदिनुहोस् न. कुमार मैनाली. घर चाहिँ भन्ज्याङ इलाम भन्ज्याङ हो. ल इलाम भन्ज्याङदेखि साथ सपोर्ट दिन आउनु भएको छ. तपाईँलाई धेरै धेरै धन्यवाद है.
ल देख्न सक्नुहुन्छ साथीहरू हाम्रो आजदेखि दाइ पनि हाम्रो टिममा चाहिँ जोडिनु भएको छ है देख्न सक्नुहुन्छ हजुरहरू पनि यसरी नै यदि देशको लागि केही गर्छु भने तपाईँहरूको मनैदेखि छ भने चाहिँ प्लिज हामीसँग जोडिनु सक्नुहुन्छ र हामीसँग चाहिँ सहकार्य गरेर चाहिँ अगाडि बढ्न सक्नुहुन्छ है साथी हो। अब हामी अब चिया पनि लिइसक्यौँ अब चाहिँ फेरि कामलाई कन्टिन्यू दिनुपर्ने हुन्छ। गाइस हामीले चाहिँ यो कागती फुलहरूको पनि राखेको छौँ है धेरै प्रकारका प्लान्टहरूको नर्सरी हामीले राखेका छौँ। छिटो फुल ढकमक्क पार्ने हो इलाम बजार चाहिँ ढकमक्क पार्ने हो। यो चाहिँ हामीले चाहिँ यहाँ मुनि चाहिँ नि जुन चाहिँ राख्ने यो प्लान्टहरू ज्यादा भयो कि राख्ने प्लेस पनि छैन नि त त्यो प्लेस अलिक कम भएर चाहिँ हामीले चाहिँ यो यस्तो चाहिँ बनाउँदैछौँ साथी हो। अब यहाँ माथि पनि यो जुन चाहिँ फुलको प्लान्टको नर्सरीहरू यहाँ पनि राख्नुपर्ने हुन्छ यता पनि बनाएर हामी ट्याप लाग्नुपर्छ 2-3 लाग्छ अन्त 2-3 लाख चाहिँ प्लान्ट राख्नुपर्ने हुन्छ है। हाम्रो संस्थाले चाहिँ 2-3 लाख राख्ने चाहिँ हाम्रो चमर्को गरिराखेको छौँ के कस्तो हुन्छ है। अहिलेसम्म चाहिँ जति पनि गर्दै गरेको कामहरूमा चाहिँ एकदमै सक्सेस भइरहेको छ अब पनि सक्सेस हुन्छ होला र हामी बनाउने पनि छौँ है साथी हो। यो पनि हो यो तासको ल हाम्रो नानाले चाहिँ बाँसहरूलाई चाहिँ फुटाएर चाहिँ दिन्छ साथी हो। यसरी बाँस फुटाएर चाहिँ जाम बनाउनु पर्ने हुन्छ। हाम्रो नाना चाहिँ एकदम मजाले बनाउनुहुन्छ नानाले चाहिँ। नाना कस्तो हुँदैछ? एकदम म त देशको लागि होइन आफ्नो लागि पनि गर्ने देशको लागि नै साथी हो। त्यही हो मलाई चाहिँ यस्तो हुन्छ कहिले शनिबार आउँछ साँच्चै हो अनेस्टली भनेको साथी हो। मलाई चाहिँ शनिबार चाहिँ कहिले आउँछ जस्तो हुन्छ क्या यस्तो शनिबारको प्रतीक्षा गर्ने एकदमै गाह्रो हुन्छ। अरू काममा पनि अरू टाइम पनि म बिजी भइराखेको छु र पनि शनिबारको पर्व यस्तो हुन्छ नि साथी हो। त्यो हामीलाई एकदमै लत लागिसकेको छ हामीले के गर्नुपर्छ हामी जस्तो युवा जवानले देशको लागि के गर्नुपर्छ भन्ने सोच बोकिसकेपछि युवाहरूमा यस्तो खालको जग्गाहरू हुनु पर्यो क्या। त्यही हो साथी मलाई चाहिँ स्याटरडे कहिले आउँछ हुन्छ के माथि बसेर यता छ साथी हो। हेर्नु साथी हामी चाहिँ यो चाङ बनाइसकेर यहाँ माथि प्लान्टहरू राख्दैछौँ। म यहाँ मजाले यहाँ सानो छु नि त सानो मान्छे त्यही भएर म चाहिँ यहाँ माथि चढेर चाहिँ फुलको प्लान्टहरू यसरी राख्दैछौँ है साथी हो। यो माथि फाइनली साथी हामीले काम सकेर खाजा खाने टाइम भइसक्यो। हाम्रो खाजा के छ आज? चाउचाउ छ हाम्रो खाजा टाइम भयो साथी हो। अब म पनि खानुपर्ने हुन्छ खाजा खाने टाइम भयो। मलाई नदिए अगाडि खानुहुन्छ तपाईँहरू होला साथी हो। हाम्रो यहाँ दिदीले चाहिँ हाम्रो लागि मिठो खाजा बनाइदिँदै हुनुहुन्छ एकदमै मिठो हुन्छ। कोक कोक अब यहाँ हाम्रो यो कोक स्पोन्सर आज कोक स्पोन्सर हाम्रो यहाँ दिदी हुनुहुन्छ तपाईँलाई धेरै धन्यवाद। ल साथी अब मेरो पनि खाजा टाइम भयो। साथी हो अब हामी फेरि खाजा पश्चात तत्कालीन हामी चाहिँ काममा लागिसकेको छौँ। हेर्नु होला खाजा खाइयो अब पेट पूजा गरेपछि फेरि काममा लाग्नुपर्छ। ल साथी हो फाइनल लुक चाहिँ यस्तो भयो हाम्रो चाहिँ। अब आजको लागि चाहिँ यति नै। अब हाम्रो श्रमदाता आजको लागि चाहिँ काम सक्यो दिदी बाई बाई। सो एट लास्ट म तपाईँहरूलाई के भन्न गइरहेको छु भने आज चाहिँ आजको हाम्रो श्रमदान चाहिँ आजको स्याटरडे चाहिँ हामीले यो प्लान्टहरू नर्सरी राख्नेमै सक्यौँ। र अब नेक्स्ट फ्राइडे चाहिँ हाम्रो चाहिँ जुन चाहिँ हाम्रो राईहरूको माङखिम ओपिधारा छ त्यहाँ चाहिँ अब उभौली पनि राईहरूको महान चाड उभौली पनि नजिकिँदै गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ अबको स्याटरडे चाहिँ
ओपीधारामा हाम्रो सरसफाइ गर्ने हाम्रो निर्णय भइसकेको छ हाम्रो स्वतन्त्र नागरिक समाजको चाहिँ निर्णय भइसकेको छ सो हजुरहरू पनि त्यहाँ जोडिन सक्नुहुन्छ अबको नेक्स्ट स्याटरडे चाहिँ ओपीधारामा हाम्रो श्रमदान हुने हाम्रो अन्तिम निर्णय भइसकिसकेको छ अब अर्को स्याटरडे चाहिँ तपाईँहरू पनि जति इच्छुक हुनुहुन्छ हजुरहरू पनि आएर हामीसँग सहकार्य गर्न सक्नुहुनेछ सो भन्दै आजको मेरो भिडियो चाहिँ इन गर्नुपर्ने हुन्छ के कस्तो लाग्छ हजुरहरूले प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला साथसाथै लुलाम ब्लगलाई माया र सपोर्ट गर्न पनि नबिर्सनु होला सो थ्याङ्क यू फर वाचिङ क्लास बाई बाई